उज्यालो भो फणीन्द्रराज खेताला। कुखुरा बासेको सुन्ने बित्तिकै एका बिहानै पत्नीले भनिन् घचघच्याउँदै, उज्यालो भो, सुन्नु भो, उज्यालो भो। आश्चर्य लाग्यो मलाई, किनकि उज्यालो त सधैँ हुन्छ। अँध्यारोपछि रातपछि दिन आउँछ। त्यसरी नै जसरी बिना निम्ताको पाहुना आइपुग्छ टुप्लुक्क, अनि आज मात्रै सम्झाउनु पर्ने किन? के अर्थ? तर होइन, आजको र अरू दिनको उज्यालो र सूर्यको आगमनमा अन्तर थियो। र त भनिन् फेरि, सुन्नु भएन अझै, उज्यालो भो। सुने बाबा सुने, अरू पनि मैले भने। तर आज किन यति चाँडो नै उज्यालो भएको सङ्केत पाइयो? आश्चर्य लाग्छ, कुखुरा भर्खरै त बास्यो, घाम झुल्किएकै छैन, अनि उज्यालो कसरी भो? उज्यालो भो होइन, हुन्छ, हुने बेला भो। अभावग्रस्त घरको अगस्ती कसौडीको खोक्रा भुडी भर्न, ज्यादै सजिलो र ख्यालख्यालमा आर्जन गरिएका मनुष्य छाउराको जुके मुख टाल्न चाहिने साधनकै सङ्केत हो उज्यालो भो। हो, उज्यालो सधैँ हुन्छ। कुखुरा त्यसरी नै बास्छ, श्रीमती उही हुन्छन्। सूर्य उसरी नै उदाउँछन्, रित्तो कसौडी उही हुन्छ। सधैँ श्रीमती त्यसरी नै कराउँछिन्, सुन्नु भो, उज्यालो भो।